गोविन्दा बोलो हरि गोपाल बोलो। हाम्रो आज दिन चाहिँ यता छौँ हामी हैन खाना पकाएको छैन अब तर खाना पर्ने खाना पकाउनु पर्ने खाना हो नाच्यो गाइयो हामी चाहिँ पुरा हतारमा हिँड्दैछौँ साथीहरू 5:30 को टाइम थियो 5:30 यही भइसक्यो अनि त्यही भएर हो हाम्रो स्पिड यति साह्रो भएको मेरो सानी फेरि निन्द्रामै छिन् भर्खर उठेकी मात्रै थिइन् हामी चाहिँ पुरा हतारमा हिँड्दैछौँ साथीहरू मैले चाहिँ नानीहरू पनि बोकिरहेको छु अनि गीता दिदी हुनुहुन्छ एकदम हतारमा एकदम ढिलो राधे राधे सम्पूर्णलाई म सुनिता शिवाकोटी हजुरहरूलाई स्वागत गर्दछु मेरो एउटा नयाँ भिडियोमा र आजको भिडियो चाहिँ सन्ध्या आरतीको हुनेवाला छ सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है त पर यति स्पिड हिँड्दै हुनुहुन्छ भने हामीलाई चाहिँ कति ढिलो भयो भने नि 5:30 यहीँ भइसक्यो अनि कुदेक्का कुदैछौँ हामीहरू पुरा कुदेक्का कुदै हामी जेन्जीलाई चाहिँ छोडेर पनि बुढा पाकाहरू हिँडिसके साथीहरू हाम्रो यस्तो छ पारा यस्तो छ लोसे भएर हिँडिरहेको छौँ 5:30 को टाइम थियो 5:30 यहीँ भइसक्यो अनि त्यही भएर हो हाम्रो स्पिड यति साह्रो भएको गाह्रो छ है गाह्रो छ मेरो सानी फेरि निन्द्रामै छिन् भर्खर उठेकी मात्रै थिइन् अनि दुग्राएर लिएर गएको हामीहरू सो फाइनली दुग्रिँदा हामी हाम्रो मन्दिर आइपुग्यौँ र अब यहाँदेखि चाहिँ म भोइस ओभर गर्नेछु किनभने माइकमा गाना बजिरहेको थियो र अब गाना यसरी बजेको हाल्दा त कपिराइट लागिहाल्छ सो यो हो मन्दिर मैले यहाँ चाहिँ गेटमा चाहिँ यसो ढोकढाक पारेर म चाहिँ बढेँ अगाडितिर हजुरहरू इलामबाट हेर्दै हुनुहुन्छ भने पक्कै पनि हजुरहरूलाई थाहा भइसक्यो होला यो कुन मन्दिर हो भनेर है र न्यू भ्युवर्सले हेर्दै हुनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नु होला म डिटेलमा भन्ने छु र हामी यहाँ मन्दिर पुगिसक्दा त यो कीर्तन चाहिँ बिहानदेखि नै हुन्छ नि त अनि हामी चाहिँ ठिक्क सन्ध्या आरती हुने बेलामा 6 बजेतिर पुगेका थियौँ है अनि पुग्दा त यहाँ मजाले सबैजना कीर्तनमा बसेर नाचगान गरिरहनु भयो र यतातिर हेर्न सक्नुहुन्छ मेरो सानी चाहिँ मुडमै थिएनन् एकदम उसलाई अब निन्द्रामै लिएर आएको थियो नि त उठ्ने बित्तिकै लुगा लाएर आइहालेको नि त हामी अनि एकछिन अब त्यहाँ घुलमिल भइसकेपछि चाहिँ बल्ल यहाँ नानी बाबुहरूलाई पनि देखेँ नि त अनि ऊ पनि आफै गएर नाच्न थालिन् है पछि त ऊ यसरी नानी केटाकेटीहरूसँग खेल्न थालिन् है कीर्तनमा यस्तो रमाउँदा त साँझ कतिखेर परेछ थाहै भएन छ र यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्थ्यो थियो सन्ध्या आरतीको लागि र हजुरहरू यो कुन मन्दिर हो भनेर सोच्दै हुनुहुन्छ भने यो मन्दिर चाहिँ हो इलामको माइथन मन्दिर भजन कीर्तन र सन्ध्या आरती चाहिँ जहिले शनिबार हुने गर्दछ र हेर्नु न कति धेरै मान्छे आइसक्नु भएको थियो के र सन्ध्या आरती चाहिँ 7 बजेदेखि सुरु हुन्छ र त्योभन्दा अगाडि चाहिँ हाम्रो कीर्तन हुन्छ भजन हुन्छ मण्डलीदेखि आएर आफ्नो प्रस्तुति देखाउनुहुन्छ है गुरुहरूले शङ्ख बजाएर आरतीको आरम्भ गरिसक्नु भएको छ यहाँ र आरती सुरु भइसक्दा चाहिँ सबैजना वरिपरिको त आउनु नै हुनेछ तर यहाँ टाढादेखिको पनि आउनु हुने रहेछ र यो भिडियोको मार्फत हजुरहरूलाई मैले सन्ध्या आरती देखाउन पाएँ र यो भिडियो हेरिदिनु भएको सम्पूर्णलाई माताले रक्षा गरिदिन् भन्ने मेरो आशा छ नडाडी भन्न पर्दा म यसरी सन्ध्या आरती चाहिँ 2 चोटि मात्रै भएको छ यहाँ मिलाएर गएको र पहिलो चाहिँ म सिंहवाहिनी मन्दिरमा गएको थिएँ पहिलो आरती चाहिँ मेरो है र यहाँ चाहिँ जहिले हुने गरेको थियो मलाई थाहा थियो तर म चाहिँ अब आइपुगेको थिइनँ यहाँ मन्दिरमा माइथन मन्दिरमा र अबदेखि चाहिँ म पनि जहिले शनिबार आउँछु भनेर सोच चाहिँ बनाएको छु म आएँ भने त म भिडियो पक्कै पनि हाल्ने नै छु है तर अब नानीले गर्दाखेरि म अलि आउन मिल्दैन भने जस्तो लाग्छ तर अब केही छैन अब बानी
पार्नु पनि पर्छ नि त है। र यहाँ हेर्न सक्नुहुनेछ अब हामीलाई देख्नमा त एकदमै राम्रो लाग्दैछ है, तर उहाँ गुरुहरूलाई चाहिँ अब यो आरती उठाउनलाई है कति हेभी हुन्छ नि त है, कति गाह्रो भइरहेको छ। र उहाँ गुरुहरूलाई पनि म एकदमै मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु, मन्दिरको र यसरी हामीलाई आरती प्रस्तुति देखाउनुहुन्छ है। र आरती सकेपछि चाहिँ आरती लिएर प्रसाद खाएर चाहिँ हामी लाग्यौँ घरतर्फ। प्रसाद यति मिठो भयो, दुईटा हातले थापौँ जस्तो भयो साथीहरू होइन। तर हाम्रो एउटा एउटा मात्रै लिनु भयो। अनि यता पनि हुनुहुन्छ हाम्रो। अब चाहिँ हामी चाहिँ अब फर्केको। यो भिडियोमा चाहिँ नानीलाई देख्नु नै भएको छैन, नानी चाहिँ कहाँ छिन् भनेर सोच्दै हुनुहुन्छ होला। नानीलाई चाहिँ डेडी, ठुलो बुबा, ठुलो मम्मीले चाहिँ अगाडि लिएर गइसक्नुभयो, किनभने पानी पनि पर्न आँट्दै थियो नि त है। सो त्यही भएर हाम्रो अर्को ग्रुप चाहिँ यता छौँ हामी होइन। हजुर, खाना पकाएको छैन, अब गएर खाना पकाउनु पर्ने खाना कतिखेर गर्ने हो। अनि तपाईँहरूलाई के भन्न छ, आज कस्तो लाग्यो? आजको आनन्दको जय हो। अरू केही छैन। नाच्यो गाइयो। गोविन्द बोलो हरि गोपाल बोलो। अघि मन्दिर जाँदाखेरि पनि त्यस्तै हतार भइरहेको थियो र अहिले घर फर्किँदाखेरि पनि त्यस्तै हतार भइरहेको छ। र यहाँ चाहिँ फर्किँदाखेरि दिदी नानीहरूसँग भेट भयो है। यहाँ जेठी दिदी, माइली दिदी चाहिँ हामी पनि भिडियोमा आउन पाएँ भनेर खुसी हुनुहुँदैछ है। र त्यही हो साथीहरू, यो भिडियोमा चाहिँ मैले यति नै देखाउन पाएँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ भन्नु होला।